हेलो नमस्ते नमस्कार मेरो छोटो भिडियोमा तपाईँलाई स्वागत छ र म रेडी भएर चाहिँ कहाँ जान लाग्यो भने तपाईँले सोच्दै हुनुहुन्छ भने म चाहिँ लागेको कुच्चो फाड्नलाई र मलाई यो टोपी लाउनुको कारण चाहिँ किन हो भने चाहिँ गर्मी धेरै हुन्छ नि त, त्यही भएर गर्मी धेरै र लामखुट्टे पनि धेरै लाग्छ। यो कुच्चो बारीमा चाहिँ यसरी फाड्नुपर्छ, कुच्चो चाहिँ फाड्नुपर्छ, त्यही भएर अनि लामखुट्टेहरू पनि धेरै आउँछ। लामखुट्टेको कारणले धेरै उयो हुन्छ नि त, अनि गर्मी पनि थियो र मैले चाहिँ यसरी फाडिरहेँ। अनि मेरो चाहिँ फेरि उयो पनि थिएन नि त, पक्रिदिने मान्छे थिएन, भिडियो बनाइदिने मान्छे थिएन। भिडियो बनाइदिने मान्छे नभएको कारणले चाहिँ मैले चाहिँ यसरी राखेर चाहिँ बनाउनु पर्ने हुन्छ र अहिले चाहिँ म एक्लै छु। यसरी यो अमृतसरबारी सबै फाड्नुपर्छ। मेरो चाहिँ स्ट्यान्ड नभएको कारणले चाहिँ म चाहिँ यो बोतलमा राखेर अडाएर चाहिँ भिडियो बनाउँदैछु। र यहाँ चाहिँ बारुला रहेछ कि सुन बारुला रहेछ, सानो उडुलु उड्यो, के हुने हेरेको त बारुला रहेछ। र मलाई चाहिँ त्यो गर्मी भयो नि त, पसिना कति धेरै अलिअलि घाम लागिरहेको थियो र मलाई चाहिँ कस्तो तिखा लाग्यो मलाई चाहिँ एक बोतल पानी लगेको थियो। मैले घट पानी चाहिँ पिएर पानी पिएको बादमा यहाँ चाहिँ हाम्रो आमा घाँस काट्दै हुनुहुन्थ्यो र मेरो चाहिँ अमृतसर फाड्दा मेरो हात काट्यो अलिकति। अनि म यसो एकछिन बसेँ, अनि गर्मी पनि धेरै थियो, रुखको फेदमा बसेर आमा चाहिँ म त फाड्न सकिनँ गएकै भनेर आमा चाहिँ जानुभयो घर र म पनि एकछिन फाडेँ। लामखुट्टेले टोकिरहेको रहेछ, मेरो घरि लामखुट्टेले मारिदिएँ र अनि म पनि गएँ। आमाले चाहिँ गोरुको लागि घाँस लागेको थियो भने मैले चाहिँ मेरो नक्कलीहरूलाई लगिदिँदै थिएँ घाँस। र यति भन्दै मैले चाहिँ भिडियो सक्यो। बाई बाई, हेरिदिनु भएकोमा धन्यवाद।